हाई वेलकम छ तपाईँहरूलाई मेरो च्यानलमा होइन। अनि आज एक हप्ता हुन आँट्यो। अब यो मङ्गलबार एक हप्ता हुन्छ म हस्पिटलमा एडमिट भएको होइन। अनि खासै हुन त केही भएको थिएन मलाई, तर अलिकति सिम्टमहरू केही थिएन त्यस्तो होइन। म तपाईँहरूलाई भन्नेछु कसरी यस्तो भयो, ताकि अगाडि गएर तपाईँहरूलाई पनि नहोस् होइन। यो चाहिँ एउटा तपाईँहरूको लागि पनि जान्नै पर्ने कुराहरू। कस्तो भने मलाई चाहिँ म राम्रै थिएँ, म काममा गइरहेको थिएँ। अनि कोही कोही बेला चाहिँ भुँडी दुख्थ्यो होइन, तर त्यस्तो साह्रो दुख्दैन थियो। अनि यो हस्पिटलमा आउनुभन्दा एक हप्ता अगाडि मलाई भुँडी दुखेको थियो। यस्तो पिरो खाँदाखेरि हाम्रो यो गानोमा भेट्छ नि, गानो भनेको बुझ्नुहुन्छ नि होइन। अब त्यस्तोमा भेट्दाखेरि कस्तो दुख्छ त्यस्तै भएको थियो। 3 दिनसम्म चाहिँ साह्रो पारेको थियो मलाई होइन। तर पनि दबाई खाएर मैले जाती बनाएँ होइन। अनि त्यसको एक दिन त्यो दुख्नु जाती भएको भोलिपल्टदेखि मेरो पिसाब चाहिँ पहेँलो देख्न थाल्यो क्या, एकदम पहेँलो, गाढा पहेँलो। अनि गाढा पहेँलो देख्न थाल्यो। अनि मलाई लाग्यो मलाई त जन्डिसले भेटेछ कि क्या हो भन्ने जस्तो भयो। अनि ऐनामा पनि हेरेँ, काममै मैले रियलाइज भएको, म बेलुका काम गर्छु। अनि मैले ऐनामा पनि हेरेँ, आँखा पहेँलो पहेँलो देख्यो। अनि त्यो दिन त्यति गयो। अनि भोलिपल्ट मैले दिदीलाई देखाएँ। अनि मेरो आँखा त पहेँलो पहेँलो भएको छ, के भएको यस्तो जन्डिसले भेटायो क्या मलाई त गल्छ पनि भन्यो। अनि यसो दिदीले हेरेँ, पहेँलो भएको छ भन्यो। अनि हस्पिटल जानुपर्छ भन्यो। अनि अपोइन्टमेन्ट बनायो। अपोइन्टमेन्ट भयो अक्टोबर 1 तारिकको। अनि त्यहाँदेखि यो 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 अनुहार पनि पुरा डढेको थियो क्या मेरो। अहिले अलिक सेतो भएको छ होइन। अनि अपोइन्टमेन्ट बनायो, अक्टोबरको भयो। अनि अक्टोबरसम्म पर्खिनु पर्ने भयो। अनि मेरो पालि काममा गइरहेको थिएँ। अनि त्यो शुक्रबारको कुरा थियो। अनि शनिबार आइतबार त्यतिकै बित्यो। अनि सोमबारको दिन काममा गएँ। म काममा गएँ, साह्रो पऱ्यो काममा पनि। अनि काममा गएर हेरेको, आँखा चेक गरिरहन्थेँ मैले, झन् पहेँलो देख्छु, पिसाब पनि त्यस्तै पहेँलो आउँछ। अनि यो घाँटीको छेउको यो छालै पहेँलो भयो क्या, यस्तो यस्तो सबै पहेँलो भएको थियो। अनि त्यहाँदेखि भोलिपल्ट उठ्यो मङ्गलबारको दिन। अनि दिदीले भन्यो अपोइन्टमेन्ट त अक्टोबर 1 तारिकको मात्रै छ, आज हस्पिटल जानुपर्छ, हुँदैन, साह्रै पहेँलो देख्न थाल्यो भन्यो। अनि म त्यो दिन पनि काममा आउनु आँटिरहेको थिएँ। अनि केही भएको थिएन त्यस्तो, त्यो स्किन मात्रै चेन्ज भएको थियो। अनि भरे हस्पिटल आएको, यता हस्पिटलमा राख्यो। अनि मेरो यो खुनहरू चेक गर्यो होइन। भरे लास्ट टाइम गएर खुनमा समस्या देखायो। अनि लिभरमा समस्या छ भन्यो। अब पहिला देख्दा त लिभरमा समस्या 100% हुन्छै हुन्छ। अनि त्यही भनेर पनि आएको थियो जन्डिसले भेटायो। अनि सोधेँ जन्डिसले पहिले भेटाएको थियो, जन्डिस नभन्दा जन्डिसले भेटाएको भनेको उयो गरेन क्या, लिभरमा समस्या छ मात्रै भन्छ, जन्डिसले भेटाएको भन्दैन। मलाई पहिले भेटाएको थियो मलाई। अनि मैले भने पहिले भेटाएको थियो जन्डिसले। अनि कति सालको कुरा हो भने, अनि आजभन्दा 13 वर्ष अगाडि। अनि तर तेरो लिभरमा समस्या देखाएको छ भन्यो। अनि अझै के गर्यो, रातारात के गर्यो। अनि 12 घन्टामा के खुन चेक गर्यो, अनि पिसाब चेक गर्यो, अनि अरू के गर्यो। अनि लास्ट टाइम गएर लिभरमा तेरो के देखाएको छ, कालो धब्बा देखाएको छ, हामीलाई जहाँसम्म लाग्छ, डक्टरले भनेको जहाँसम्म लाग्छ त्यो चाहिँ क्यान्सर हुनुपर्छ भन्यो। डाउट छ, तर 100% चाहिँ छैन स्योर भन्यो। अनि कस्तो भयो क्या। अनि त्यहाँदेखि त्यही बेलुका मलाई एडमिट गरायो होइन। अनि मलाई अल्ट्रासाउन्डमा लगेर चेक गर्यो होइन। चेक गर्दाखेरि पनि कालै देख्यो। अनि यो चाहिँ पक्कै क्यान्सर हो भन्नु थाल्यो। अनि त्यहाँदेखि त्यति मात्रै भएन, त्यहाँदेखि फेरि उयसको पछि अब उनीहरूले फेरि छेउबाट हेर्ने भयो। अब सर्जरी गर्नु मिल्छ मिल्दैन भन्ने खालको। अनि उनीहरूले गएर
उनीहरूले भन्यो यो मुखबाट क्यामेरा लाएर हेर्छ नि, मलाई बिर्सेँ नाम होइन। अनि तपाईँलाई थाहा छ भने होइन इन्डोस्कोपी या सायद के भन्छ त्यसलाई, त्यसमा उयो गरेँ, रेफर गरेँ। अनि त्यो गरेर अनि त्यो त्यति मात्रै होइन, अनि त्यो मासु पलाएको छ, कालो धब्बा देखेछ भने अनि पहिलो चाहिँ किन भएको अरे भन्दाखेरि त्यतिखेर भनेको थिएँ मैले तपाईँलाई, यहाँ भन्नु छुट्याएँ कि यो हाम्रो पित्त थैली र कलेजोको बिचमा एउटा पाइप हुन्छ अरे, त्यो पाइपमा चाहिँ मासुले छ्याप्पै छोपेको छ अरे क्या, त्यो एउटा कालो धब्बा अथवा मासुको टुक्रा भनौँ न, छोपेर चाहिँ अनि खुन यताउता सर्कुलेट हुन नपाएर चाहिँ छाला पहेँलो भएको अरे। अनि त्यहाँदेखि इन्डोस्कोपी गर्ने पऱ्यो, अब क्यामेरा लाएर कहाँ छ के छ सबै हेर्ने पऱ्यो। अनि यो भित्रको मासु पनि निकालेर हेर्ने क्यान्सर हो होइन भन्ने कुरा भयो। अनि त्यहाँदेखि भोलिपल्ट बिहानै लग्यो मलाई त्यो इन्डोस्कोपी गर्नु। अनि लग्यो क्यामेरा, म त थाहा पाएन, म त बेहोस भएछु लाने बित्तिकै होइन। अनि कति घन्टा 2-3 घन्टा बेहोस भएछु। अनि त्यहाँदेखि उनीहरूले लाएर मासुहरू सबै झिकेर, अनि थाहा थिएन के गरेँ होइन, क्यामेरा मात्रै लाउँछ भन्थ्यो, अनि मासु झिक्छ भन्थ्यो। अनि भरे उताबाट आएर अनि मलाई यहीँ एडमिट गरायो यो यसमा, पहिले चाहिँ टेम्पोरेरीमा राखेको थिएँ, अनि यहाँ चाहिँ अहिले यो अब्जर्भेसनमा राखेको हो। अनि त्यहाँदेखि त्यसो गऱ्यो, भरे बेलुकाखेरि डाक्टर आएर भन्यो, त्यो इन्डोस्कोपी गर्ने डाक्टर आयो, इन्डोस्कोपी नै भन्छ होला मुखबाट लाउने, मलाई थाहा भएन, त्यही भन्छ जस्तो लागेर भनेको होइन। त्यसले आएर भने कि तेरो त्यो कलेजो र पित्त थैलीको बिचमा एउटा सानो नली हुन्छ, पाइप होइन, हौ त्यो पाइप ब्लक भएको हुनाले चाहिँ हामीले सानो क्लिप लगाइदिएको छौँ टेम्पोरेरीको लागि, जबसम्म त्यो सर्जरी हुँदैन तबसम्म त्यो क्लिप लाउनु पर्ने भयो, किनकि त्यो ब्लड सर्कुलेसन नै उयो रोकेको छ त्यो मासुले गर्दाखेरि, त्यही भएर हामीले त्यो लगाइदिएको छौँ भनौँ। अनि फेरि डक्टर आयो, त्यहाँदेखि चाहिँ सर्जरी डक्टर आयो, त्यो रिपोर्ट आयो, त्यो क्यामेरा लाएर हेरेको के भएको रहेछ भन्दाखेरि 100% स्योर भयो कि क्यान्सर रहेछ भनेर। अनि क्यान्सरै हो भन्यो। अनि उनीहरूले चेकअप गरिसक्यो, मासुहरू लगेर सबै चेकअप गरिसकेर अनि फाइनलमा बेलुका रिजल्ट आयो। अनि हिजो आएको रिजल्ट चाहिँ यो 1 हप्ताभित्रमा, मैले दिनहरू चाहिँ अब गोटागन्ती भनिनँ कुन दिन मलाई पनि त्यति याद छैन होइन। अनि त्यहाँदेखि हिजोखेरि आयो, अनि क्यान्सरै हो, अब सर्जरी गर्नु मिल्ने रहेछ, तर तेरो लिभर चाहिँ 65% चाहिँ यो फाल्नुपर्ने हुन्छ, 35% चाहिँ रहन्छ भनेर भनेको छ। अनि ठुलो सर्जरी गर्नुपर्छ भनेको छ। अनि हामीले पनि अब सर्जरी कहिले गर्ने त भनेर सोद्धाखेरि मेरोमा एउटा स्पट खाली छ, 1 दिन खाली छ, त्यो दिनमा अब तैँले गर्नु चाहन्छस् भने गर्नु भनेर भन्यो। अनि त्यसो भन्यो। अनि कहिले भन्दाखेरि मङ्गलबार भन्यो, यो आउने मङ्गलबार छ है मेरो, आज के बार, आज आइतबार हो, भोलि पर्सि छ मेरो सर्जरी, ठुलो सर्जरी छ। त्यो चाहिँ यहाँदेखि यो करङको तलदेखि लिएर सी सेक्सन यस्तो भएर जान्छ अरे होइन। 5-6 घन्टाको सर्जरी छ भने चाहिँ। अनि त्यहाँदेखि त्यस्तो भन्यो। अनि 25% मात्रै हुँदा नि लिभर चाहिँ बढ्छ, तर तेरो त 35% छ, गुड हो भन्यो। अनि त्यो मासुसँगै त्यो चट्टै काटेर फाल्नुपर्छ अरे। अनि यो पछि अनि किमो गर्नुपर्छ अरे भनेर भन्दैछ होइन। मेरो जर्नी चाहिँ यस्तै छ है साथीहरू, लाइफमा कहिले सोचेको थिएन यस्तो हुन्छ भनेर होइन। हाम्रो फ्यामिलीलाई पनि कसैलाई पनि यस्तो भएको थिएन होइन। अनि हाम्रो घर परिवारमा पनि कसैलाई पनि यस्तो भएको छैन, फ्यामिली भन्छ नि त। अनि कसलाई भयो, मलाई फर्स्टचोटि भएको, हाम्रो काका बडाबाबालाई चाहिँ भएको क्यान्सर होइन, तर हाम्रो बाबाको फ्यामिली, बाबाको छोराछोरीहरूलाई चाहिँ कसैलाई भएको थिएन। अनि मलाई फर्स्टचोटि भएको होइन। यस्तो हुँदो रहेछ है साथीहरू, आफ्नो लाइफ चाहिँ हेलचेक्रे कहिले पनि नगर्नु रहेछ क्या, कतिखेर के हुन्छ थाहा नहुँदो रहेछ होइन। अनि सर्जरी अब मङ्गलबार छ,
म अपडेट दिँदै गर्छु होइन, यस्तै हो। अनि सपनामा पनि सोचेको थिएन मैले यस्तो हुन्छ भनेर होइन, सोच्दा कसले सोचेको हुन्छ र। तर पनि अहिले चाहिँ म हस्पिटलमै छु। अब आज आइतबार, भोलि सोमबार, मङ्गलबारको दिन सर्जरी छ। स्टे ट्युन रहनु होला साथीहरू होइन। अनि तपाईँहरूलाई म त्यतिखेरै भेटौँला, नै त थाहा छैन यो पोस्ट कहिले लगाउँछु होइन। यो पोस्ट कहिले गर्छु मैले सबैलाई भनेको छैन, घरमा 2-3जनालाई मात्रै थाहा छ होइन। अनि अरूलाई चाहिँ मैले ट्युमरै भनेको छु, मासु पलाएको भनेको छु। अनि यो चाहिँ एउटा सम्झना स्वरूप बनाएको होइन, लाइफ हो, कहिले के हुन्छ थाहा हुँदैन होइन। त्यही भएर बनाएको है त।